हेर्नुस् त, राजदूत जीवी राई भन्दा क्या सुहाएको। 2 राजदूत छान्न रासपाले 6 वटा मापदण्ड बनाएछ। यस्तै हो भने राजदूत छनौटका लागि तिनका 6 मापदण्ड भित्र जीवी राई अटाउलान् भन्ने डर हो। 1 नम्बर जीवीले सहकारी ठगेका छन्, 2 नम्बर देश छोडेर भागेका छन्, 3 नम्बर गरिब जनता रुवाएका छन्, 4 नम्बर कानूनको उल्लङ्घन गरेका छन्, 5 नम्बर राज्य शक्तिलाई गलाएका छन् अनि 6 नम्बर ढाडस दिने पपेट पालेका छन्। हेर्नुस् त, राजदूत जीवी राई भन्दा क्या सुहाएको। छिमेकी देशतिर सरकारी पदमा सेवारत कूटनीतिमा निपुण कर्मचारीलाई राजदूत बनाइन्छ। नेपालमा ठूलो नेताको चरण वन्दना गर्दै पैसाको पिठो फाल्नेलाई राजदूत बनाइन्छ। विपिन जोशी नछुट्नुको कारण अनुभवहीन र असंवेदनशील यस्तै पद किन्नेहरूले गर्दा हो। जान्नेलाई छान्ने भनेको यही रहेछ। देशको मुहार फेर्ने दावी गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा गृहमन्त्री रवि लामिछानेले व्यक्तिगत स्वार्थमा लिप्त हुन थालेका छन् भन्ने उदाहरण यहाँ पेश गरेका छन्। चाकडी, चाप्लुसी, नातावाद र कृपावादमा रमाउन थालेका छन्। 2 दिने एआईजी बनाउने उनले देखाएको तत्परताले यही भन्छ। कुरा स्पष्ट छ, पोखरेललाई अवकाश पश्चात विशिष्ट श्रेणीको सेवा सुविधाका लागि 2 दिने एआईजी बनाउन लागि हो। 2 दिनका लागि एआईजी बनाएर राज्यलाई अतिरिक्त व्यवहार बोकाउने निर्णय कम्तीमा रविबाट अपेक्षा थिएन भन्नेहरूले रविका विवादित मुद्दाहरू प्रतिरक्षा गरिरहेका वरिष्ठ अधिवक्ता सुशील पन्तको दबावमा भान्जा नाता पर्ने पोखरेललाई 2 दिन एआईजी बनाउन लागि भनिरहेका छन्। रवि लामिछानेलाई शालिग्राम पुडासैनी आत्महत्या, दुरुत्सान नागरिकता प्रकरणदेखि राजधानी प्रकरणमा कानूनी सहयोग गर्ने वकिल सुशील पन्त हुन्। गृह जान्नेलाई छान्ने भनेको यही रहेछ। देशको मुहार फेर्ने दावी गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा गृहमन्त्री रवि लामिछानेले व्यक्तिगत स्वार्थमा लिप्त हुन थालेका छन् भन्ने उदाहरण यहाँ पेश गरेका छन्। चाकडी, चाप्लुसी, नातावाद र कृपावादमा रमाउन थालेका छन्। 2 दिने एआईजी बनाउने उनले देखाएको तत्परताले यही भन्छ। कुरा स्पष्ट छ, पोखरेललाई अवकाश पश्चात विशिष्ट श्रेणीको सेवा सुविधाका लागि 2 दिने एआईजी बनाउन लागि हो। 2 दिनका लागि एआईजी बनाएर राज्यलाई अतिरिक्त व्यवहार बोकाउने निर्णय कम्तीमा रविबाट अपेक्षा थिएन भन्नेहरूले रविका विवादित मुद्दाहरू प्रतिरक्षा गरिरहेका वरिष्ठ अधिवक्ता सुशील पन्तको दबावमा भान्जा नाता पर्ने पोखरेललाई 2 दिन एआईजी बनाउन लागि भनिरहेका छन्। रवि लामिछानेलाई शालिग्राम पुडासैनी आत्महत्या, दुरुत्सान नागरिकता प्रकरणदेखि राजधानी प्रकरणमा कानूनी सहयोग गर्ने वकिल सुशील पन्त हुन्। गृह